ल अल राइट सो अब हाम्रो पर्फर्मरलाई बोलाऊँ होइन फेरि एनर्जी ताली ताली जोरदार ताली ताली एनर्जी ब्याक लेट्स वेलकम जेनेस श्रेष्ठ जेनेस श्रेष्ठको लागि जोरदार ताली 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 खोइ एनर्जी ताली 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 बज्दै गर्नु पर्यो ताली पुगेन है ताली हेलो दाइ सुरु गर्दा हुन्छ सो हेलो एभ्री वान हाई एभ्री वान मेरो नाम जेनेस श्रेष्ठ आर यु गाइज इन रिलेसनसिप कपाल हो तपाईँहरू तपाईँ त हेर्दा पनि लाग्दैन तपाईँ कोही हुनुहुन्छ कपाल को गर्नु त तपाईँ दुईजना हो ओके तपाईँहरूको झगडा पर्छ कसले जित्छ झगडा पर्दाखेरि केटीले जित्छ तपाईँलाई थाहा छ रिलेसनसिपमा झगडा पऱ्यो भने जहिले पनि केटीले जित्छ हामी रिलेसनसिपको मामलामा हामी केटाहरू हार्यौँ नि किन थाहा छ किनकि हामी केटाहरूलाई एक अर्काको रिलेसनसिपको मतलबै छैन बस मतलब छ भने एउटा कुराको गरिस् त्यहाँभन्दा धेरै मतलब गऱ्यो भने मेरो पनि पाला आउँछ भने जस्तो हुन्छ त्यही भएर हामी केटाहरूलाई त्यो कम्फर्टै छैन एक अर्काको रिलेसनसिपको तर केटीहरूलाई बहुत कम्फर्ट छ तपाईँहरूलाई थाहा छ केटीहरू रिलेसनसिप भिडियो कलमा 2-3 घन्टासम्म डिस्कस गर्छन् ग्रुप बनाएर तेरोवाला किन टक्सिक थियो किन रेड फ्ल्याग थियो किन घटिया थियो त्यो प्रब्लम के छ थाहा छ अब यो सबै चाटे केटीहरूलाई जिन्दगीको कुनै न कुनै मोडमा एउटा न एउटा बोकाले त ठगेकै छ यिनीहरू अब सेम मेन्टल ट्रमा बोकेर एक अर्कालाई सल्लाह दिइरहेछन् बिचरा त्यो एउटा केटाले सेक्स पाएर चाहिँ एउटा केटीसँग चित्त बुझाउनु परेको छ पुरै जुरी मेम्बरको त्यही भएर तपाईँलाई थाहा छ भाषा हेलो एभ्रिवान मेरो नाम जेनेस श्रेष्ठ सो मेरो नाम जेनेस श्रेष्ठ भाषा प्रयोग गर्दाखेरि हामी जहिले पनि एकदमै हम्बल हुनुपर्छ त्यही भएर म लुडो खेल्दाखेरि पनि तपाईँहरूलाई थाहा छ म त बहुत दामी लाग्छ म जस्तै त हो नि म त बहुत दामी लाग्छ हुँदैन है म त बहुत दामी लाग्छ मलाई हर चिज राम्रो लाग्छ बस एक चिज नराम्रो लाग्छ त्यो बेउरा एक दिन म आमासँग रत्न पार्कको बाटोमा हिँडिरहेको थिएँ एउटा आएर भन्छ ओ सेक्सी जाने हो म जान्थेँ सोध्ने पनि ठाउँ हुन्छ नि आमासँग छु फेरि बोलाएरै लगेपछि 500 माग्ने त होइन नि आमालाई घर पठाइसकेँ आफूसँग पैसा छ लाइक यो रियल कहानी हो मेरो एउटा साथी छ क्या एकदमै मिल्छ अनि मैले एक दिन उसलाई के भनेको थिएँ भन्दाखेरि साथी यार तिमीले यो समाजमा कति धेरै झेल्न पर्छ म तिम्रो समस्या बुझ्न सक्छु भनेर मैले भनेको थिएँ भन्छ साथी अर्काको समस्या बुझ्न सकिन्छ तर त्यसको गहिराई महसुस भोग्नेलाई मात्रै थाहा हुन्छ अनि मैले भने अब के गहिराई महसुस गर्न गाडमै लिउँ त भनेको भन्छ प्लिज एकचोटि यस्तै बेहोरा मन पर्दैन कस्तो एकचोटि मलाई मजा आयो भने फेरि एक दिन आएर भन्छ साथी मलाई यस्तो ट्याटु हान्नु पर्यो कि एउटै ट्याटुले धेरैवटा मिनिङ दियोस् मैले त्यसलाई ट्याटु हाउस लिएर गएँ र चाकमा ठुलो पानाको ट्याटु बनाइदिएँ अब हग्न बस भाइ मुटु टुक्रिन्छ उठ भाइ मुटु जोडिन्छ दुईटा मिनिङ तर मैले गुको कुरा गरेर तपाईँहरूलाई घिन लाग्यो होला तर जसलाई कन्स्टिपेसन हुन्छ त्यसलाई सोध्नुहोस् तपाईँको लागि जे गु हो कसैको लागि सपना हो तर ट्याटुको कुरा गर्दाखेरि थाहा छ कोही कोही मान्छेले देख्नुपर्छ छातीमा बाउको ट्याटु हानेको हुन्छ नि त्यो त मलाई अति क्रेजी लाग्छ बुढीसँग सेक्स गर्ने बेलामा अगाडि ससुराको टाउको छ
दाजु थाहा छ तपाईँलाई कसैको बाउ हुँदैन अनि तिनीहरू जिन्दगीमा दुःखी हुन्छन्। तर म के भन्छु भन्दाखेरि एकचोटि तिमीहरू जसको बाउ छ त्यसलाई सोध, तिनीहरू पनि जिन्दगीमा खासै खुसी छैनन्। मलाई मेरो बाउले दिनरात बिहा गर भनेर मार लगाइसक्यो। मैले यो कुराबाट बच्नलाई घरमा लुगा धुन थालेँ, अलिक कम भयो, भाँडा हान्न थालेँ, लिटरली होइन मान्न थालेँ, अलिक कम भयो, पोचा हान्न थालेको अचेल मलाई माग्ने केटा आउँछन्। एक त यो समाजमा छोरा मान्छेलाई सुधार्नलाई बिहा गरिदिन्छन्, त्यसपछि जुन जिन्दगी बिग्रिन्छ। मलाई मेरो बाउले बिहा गर भन्नुको अर्थ यो होइन कि छोराले सेक्स पाइरहेको छैन। म राति हिँडेँ अरे, मेरो बाउले सेक्स पाइरहेछ, त्यही भएर राति हिँड्दैन। मैले त कहिले कम्प्लेन गरेको छैन। बिहा गर छोरा, तेरो पनि जिन्दगीमा शान्ति आउँछ। बिहानमा नै आमाले कुकरको झट्टी हानेको देखिरहेछ। यो मान्छे कुरा पत्याउँछु म। तैँले पनि शान्ति पाउनलाई ध्यान त पछि गरे हो, पहिलो काम त बुढी छोड्या हो। तर मलाई के लाग्छ थाहा छ, बाउ भनेको जिन्दगी जस्तो हुनुपर्छ। कसलाई चाहेको छैन जस्तो बाउ। एक दिन छोरीहरू आए र भने बाबा म प्रिन्सेस हुन्छु। यो मान्छेले राजै हटाइदियो यार। मान्छेहरू भन्छन् त नास्तिक छ, भगवान् मान्दैन। जो मान्छेले भगवान्लाई अलरेडी 17,000 बलि दिइसक्यो, त्यो मान्छेले कति भगवान् मान्छ यार। अब त को घरमा भगवान् आउँछ, के चाहियो तँलाई हिरा ला। मलाई हर चिज दामी लाग्छ, हर चिज। मयूर डान्स हेर्नु म फेभरेट, मेरो मयूर डान्स त फेभरेट। तपाईँलाई थाहा छ मयूरले किन नाच्छ? ब्रिडिङ सिजनमा फिमेललाई फक गर्नलाई। किन नाच्छ थाहा छ? भोटरलाई एट्र्याक्ट गरेर हाम्रो फ्युचरलाई फक गर्नलाई नाच्छ। मलाई हर चिज मनपर्छ, हर चिज। एउटै चिज मन पर्दैन, त्यो इङ्ग्लिस। त्यो दोस्त छ, मेरो पनि इङ्ग्लिस दोस्त छ, मन पर्दैन मलाई। किनकि मलाई इङ्ग्लिस धेरै लोजिकल लाग्दैन। जस्तै इङ्ग्लिसमा मरेको मान्छेलाई लेट भन्छन्, जो मान्छे मभन्दा अगाडि नै गयो त्यो कसरी लेट हुन्छ? एक त मलामीमा पनि यही फर्स्टमा हिँडिरहेको थियो। एक त बाबा जो मरे पनि असामूहिक निधन भन्छन्। कोही त मऱ्यो होला नि टाइममा, जो राजा आऊ देश बचाऊ भन्दै थियो। तपाईँलाई लाग्छ थाहा छ, धेरैजनालाई लाग्छ राजाले आएर देश बनाउँछ। नेपालीहरू वीर हिजो पनि थिए, आज पनि छन्। बुद्धि हिजो पनि थिएन, आज पनि छैन। अस्ति मलाई एउटाले भन्दै थिए, धन्न राजा थियो र त गर्वले ब्रिटिस अस्ति मलाई एउटाले भन्दै थियो, धन्न राजा थियो र त गर्वले नेपाली हुँ भन्न पाएको छस्। मलाई ब्रिटिस हुँ भन्न पनि खासै लाज थिएन। सानोमा किताबमा पढ्दाखेरि हामीलाई विश्वले वीर गोर्खाली भनेर चिन्छन् भन्दाखेरि ओहो हामी त खत्रै हो कि क्या हो जस्तो लाग्थ्यो। तर जो मुलाले चिने पनि केही हुँदैन रहेछ। बेकारमा चिनेको मान्छे भेट भयो भने चिया खुवाउनुपर्छ। अस्ति अर्को थाहा छ, यसै मान्छे जन्मिन्छ नि, ऊ बेलामा हाम्रो पुर्खाले फोकल्यान्डमा अर्जेन्टिनालाई त्यसरी काटे यसरी काटे। हाम्रो वार नै होइन। बुद्धि भएको सोच्थ्यो होला नि त, आज यसले त मलाई केही भनेको छैन, अघिदेखि काटै छु। मान्छेहरू धेरैलाई लाग्छ राजाले आएर कानुन राम्रो बनाउँछ, आफै हेलमेट लाउँदैन मान्छे। धेरै मान्छेलाई लाग्छ, अब धेरै मान्छेले भन्छ बिचरा कति शालीन कति सोझो, यसलाई त सम्पत्तिको लोभ नै छैन। तर यसलाई पनि थाहा छ बाउ भनेको जिन्दगी जस्तो हुनुपर्छ। तपाईँलाई आशिका तामाङ थाहा छ? मेरो त बेस्ट हो, फेभरेट। मैले यस्तो आज बिहान सोचिरहेको थिएँ, मलाई के लाग्यो भने आशिका तामाङको बोयफ्रेन्ड हुनु त साह्रै गाह्रो होला है। यस्तो गर्लफ्रेन्डको मोबाइलहरू बिहान दुनियाँ केटाले मुतेकै मात्र भिडियो छ। कस्तो फेन्टासी हो, कस्तो फेन्टासी हो। उठेको आधी घन्टासम्म त म आफैलाई मुत्न जान अल्छी लाग्छ। बिहानै उठ्यो कसले मुत्दैछ भनेर हेर्न जानुपर्ने। बिचरा ऱ्यान्डम एउटा छोरा मान्छे बाटोमा मुतिरहेछ, भिडियो खिचेर फेसबुकमा हालिदिएको छ। यो मान्छेलाई नाइट बसमा लिएर गयो भने त डकुमेन्ट्री नै बनाएर आउँछ।
तर रेस्पेक्ट के हो हामी छोरा मान्छेलाई थाहा छ। त्यही नाइट बसमा हिँड्दा पनि छोरी मान्छेहरू पिसाब फेर्न देब्रेतिर गयो भने हामी दाहिनेतिर जान्छौँ। एकचोटि हेर्छु ल। होइन, मलाई बाटोमा पक्कै पनि मुत्न हुँदैन, बाटोमा मुत्न हुँदैन। तर ए बाबा मुती त हाल्यो, पुरा त मुत्न देऊ। तपाईँ आफै भन्नुहोस्, पिसाब रोक्न कति गाह्रो हुन्छ। झन् पिसाब गरिरहेको बेलामा रोक्न त झनै गाह्रो हुन्छ। केही त मजबुरी थियो होला त्यो केटाको, जो आफ्नो इज्जत हातमा लिएर बाटोमा उभिरहेछ होइन। तर छोरी मान्छेलाई मात्रै यो प्रिभिलेज छ, थाहा छ? छोरी मान्छेलाई मात्रै यो प्रिभिलेज छ। नत्र भने तपाईँ इमेजिन गर्नुहोस्, आशिका तामाङ कहीँ बसेर पिसा फेरिरहेछ। अब म गएँ क्यामेरा लिएर, यो समाजले मलाई नै गाली गर्छ। बिचरीलाई गाह्रो भएको थियो होला, बिचरीलाई अप्ठ्यारो भएको थियो होला। ए बाबा माने, छोरा मान्छेको मुटु डर हुन्छ, ब्लाडर त सबैको एउटै होइन। तपाईँलाई थाहा छ यो नेपालमा मान्छेलाई भगवान् साह्रै छिटो बनाउँछन्, जसलाई पनि भगवान् बनाउँछन्। तर मलाई के लाग्छ भन्दाखेरि भगवान्ले हामीलाई सब थोक देखाएको थियो। ढुङ्गे युगमा हुँदाखेरि सब थोक थियो, सेक्स, खाना, पानी, शान्ति, हरियाली। कहिले तिमी बाघ खाऊ, कहिले तिमीलाई बाघले खान्छ, सिम्पल। तर एउटा बाछु भयो, किन हामी चन्द्रमामा नपुग्ने? अब यो चन्द्रमामा पुग्ने चक्करमा म सेक्सको लागि पैसा तिरिरहेको छु, खानाको लागि पैसा तिरिरहेको छु, हर चिजको लागि पैसा तिरिरहेको छु। यो पृथ्वी भगवान्ले बनाएको अरे, तर यही पृथ्वीमा बसेर मान्छे भगवान्लाई जग्गा दान दिन्छ। यो त म विनोद चौधरीलाई चाउ दान दिनु गएछु भएन। थ्याङ्क यू, द्याट्स माई टाइम। जोरदार ताली जेनिसको लागि। जेनिसको लागि